वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मेरो दाइको चाहिँ सेकेन्ड डे हो है। आज सेकेन्ड डे हो। दाइलाई चाहिँ म आज रोड टेस्ट ल्याएको छु। अब तपाईँहरूले चाहिँ हेरिदिनु होला। रोडमा चाहिँ चलाउँदाखेरि के कुरामा ध्यान दिनुपर्ने, के कसरी चलाउने भन्ने ज्ञान चाहिँ म दिँदै गइरहेको छु दाइलाई। तपाईँहरूले चाहिँ हेरेर मनपर्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। ल अब हामी चाहिँ बाटो काट्न लागेको छौँ है। अब हामीले जहिले पनि बाटो काट्दाखेरि चाहिँ के ध्यान दिनु पर्यो भने जहिले पनि मिरर चाहिँ अनिवार्य हेर्ने है दाइ। मिरर चाहिँ तपाईँले चाहिँ राइट साइडको मिरर हेर्ने। हामी जता साइडमा बाटो काट्छौँ त्यता साइडको मिरर अनिवार्य हेर्नु पर्यो। राइट साइडको मिरर हेर्ने एउटा अब पछि भर सिक्दाखेरि त अब त्यसरी यो माथिको मिरर पनि हेर्ने अनि अगाडिको मिरर पनि हेर्ने, अगाडि साइडको भ्यू पनि हेर्ने। अब अगाडि पछाडि क्लिन छ होइन, क्लिन छ भनेर चाहिँ हामीले साइड लाइट पनि बाल्यौँ। ल स्टेरिङ काट्नु। अब रोक्ने। अब जस्तै अगाडि यसरी गाडी आइरहेको छ भने चाहिँ हामीले के गर्नु पऱ्यो, प्यानिक नहुने, गाडीलाई जान दिने। बिस्तारै आउने। ल एस्केलेटर थोरै दिनु, थोरै मात्रै दिनु है। अब बिस्तारै क्लच एकछिन रोक्नु, गाडी आउँदैछ रोक्नु एकछिन। बरु एकछिन धैर्य गर्ने है, गाडीहरूलाई जान दिने। हामी सिग्नल आएको एकछिन रोक्नु है, गाडी बसहरू आउँदैछ। लाइन थोरै रेस्ट दिने, बिस्तारै क्लच छोड्नु। अब यत्तिको अब रेस्ट नदिने है, थोरै मात्रै दिने, नातेर आरामले गर्नु। अब हामीले खोल्दै जाने, बिस्तारै खोल्ने, खोल्दै जाने। मेरो दाइलाई चाहिँ आज चाहिँ मैले दोस्रो दिन भयो रोड टेस्ट ल्याएको छु। जस अब पहिलो दिनमा चाहिँ दाइलाई कस्तो महसुस भयो? डर लाग्दैन। सुरुमा चाहिँ अलि डर लाग्यो होइन। अब सेकेन्ड डेदेखि चाहिँ अलिकति जो सक्छु भन्ने टाइपको कन्फिडेन्स आयो। त्यो कन्फिडेन्स बिल्ड गर्नलाई, त्यो कन्फिडेन्स ल्याउनलाई चाहिँ के गर्नु पर्दो रहेछ, जो हामीहरूले भनेको कुराहरू चाहिँ सुनिदिनु पर्छ। त्यो सुन्यो भने चाहिँ अटोमेटिक तपाईँलाई चाहिँ कन्फिडेन्स बिल्ड पनि हुन्छ, तपाईँले गाडी चलाउनलाई पनि सजिलो हुन्छ। अब हामीले चाहिँ दुई गियर हाल्नलाई चाहिँ जहिले पनि पहिला सुरु गियर लिभरमा हात राख्नु दाइ, थोरै रेस्ट दिनु, पहिला एस्केलेटर थोरै दिने। अब एस्केलेटर छोड्नु, क्लच थिच्नु, दुई गियर छेउमा टास्नु हो। अब क्लच छोड्नु, पहिला एस्केलेटर दिँदै जानु, अब थप्दै जानु, थिच्दै जानु, अलि थिच्नु, थिच्दै जानु बिस्तारै। अब थोरै कम गर्ने एस्केलेटर, राइट काट्दै जानु, यत्तिकै हेर्नु बिस्तारै। मान्छेहरू देख्यो भने पनि नातिने, बिस्तारै मतिर काट्नु, एस्केलेटर अलि दिनु। दुई गियरमा थोरै एस्केलेटर थप्नु पर्छ है, नत्र गाडी अफ हुन्छ हाम्रो। एकदम नातेर हाम्रो आफ्नो लेन चाहिँ कहिल्यै छोड्नु भएन है। गाडी सिक्दाखेरि थोरै राइट काट्नु, बिस्तारै जाउँ हामी। थोरै दिने एस्केलेटर हल्का। हाम्रो जहिले पनि हामीले दुई गियरमा अगाडि हेर्नु तपाईँ चाहिँ, हामीले जहिले पनि दुई गियरमा चलाउँदाखेरि चाहिँ यो 20 माथि 40 र 20 को बिचमा हुनु पर्यो हाम्रो स्पिड है। 40 स्लोली हो। अब एस्केलेटर थोरै कम गर्ने। अब ओह्रालो आउँदैछ, थोरै कम गर्नु। अब राइट काट्दै जानु, सिधा ब्रेकमा खुट्टा ल्याउनु, ब्रेक लिँदै जानु, यहीँबाट थोरै लिँदै जानु। अनि अर्को कुरा चाहिँ के याद गर्नु पर्यो भनेपछि हामीले जहिले पनि ओह्रालोमा धेरै ओह्रालो छ भने तपाईँ अगाडि नै हेर्नु, ब्रेक थोरै युज गर्नु, अझै युज गर्नु, ब्रेक थिच्नु, ब्रेक अझै थिच्नु, अझै थिच्ने। सुलुलु बग्न चाहिँ नदिने क्या ओह्रालोमा, थोरै छ। ओह्रालोमा चाहिँ हामीले धेरै ओह्रालो छ भने के कुरा ध्यान दिनु पऱ्यो भने कहिले पनि क्लच लिएर चाहिँ ब्रेक नहान्दिनु होला। किनभने चाहिँ क्लच लिएर ब्रेक हान्दाखेरि गाडी न्युट्रलमा जान्छ, गाडीको गति झन् स्पिड बढ्दै जान्छ। त्यो कारणले चाहिँ ब्रेक हान्दाखेरि मान्छे भर सिक्दाखेरि नर्भस हुन्छ, कन्ट्रोल हुँदैन, एक्सिडेन्ट हुने धेरै चान्स हुन्छ। अनि अर्को कुरा चाहिँ के हो भने अब तपाईँले क्लच लिएर धेरै बेरसम्म क्लच लिएर ब्रेक हान्दै जानुभयो भने क्लच प्लेट गिटिन्छ, तपाईँको क्लच प्लेटको आयु छिटै सकिन्छ। अनि ब्रेक प्याडलाई पनि असर पर्छ, छिटै ब्रेक प्याड खिने,
क्लच प्लेट छिटै सकिने त्यो कारणले पनि हो। त्यसैले अब हामीले चाहिँ जहिले पनि ब्रेक छोड्नु अब धेरै ओह्रालोमा चाहिँ हामीले क्लच युज नगर्ने ब्रेक मात्रै युज गर्यो भने एउटा अर्को फाइदा के हुन्छ भने चाहिँ एउटा इन्जिन ब्रेक पनि लागिरहेको हुन्छ होइन। अनि अर्को कुरा के हुन्छ ब्रेक प्याडलाई पनि त्यति असर पर्दैन। यो दो बाटोहरूमा जहिले पनि हामीले हर्न बजाउनु पर्यो सचेत हुनलाई। थोरै एस्केलेटर थिच्दै जानु, अलि थिच्नु, उकालोमा चाहिँ हल्का एस्केलेटर थिच्नु पर्यो। अब स्लो गर्ने थोरै, टर्निङहरूमा चाहिँ एकदम स्लो गर्ने है। टर्निङहरूमा चाहिँ स्पिड कन्टिन्यू नगर्ने। जहिले पनि हामीले एउटा कुरा के याद राख्नु पर्यो, टर्निङमा चाहिँ एकदम स्पिड कम गर्ने। टर्निङमा चाहिँ अब भर सिक्दै हुनुहुन्छ, स्टियरिङ काट्न भ्याउँदैन, डिसब्यालेन्स हुन्छ, कन्ट्रोल हुँदैन। त्यो कारणले चाहिँ के भन्नु थोरै राइट काट्नु, ब्रेकमै खुट्टा राख्ने है। अब थोरै ठिकै जानु, ब्रेक थिच्दै जानु बिस्तारै, अझै थिच्नु, बग्न चाहिँ नदिनु है गाडी। अलि यता आफ्नै लेनमा आउनु, धेरै पनि नथिच्नु, फेरि थोरै मात्रै जोस् गाडी सलुलुलु बग्न नदिनु पर्यो। थोरै ब्रेक दिनु। भ्यूहरू पनि राम्रो छ, तपाईँहरू यो भ्यूको पनि मनोरञ्जन लिन सक्नुहुन्छ होइन। रोड टेस्ट सँगसँगै भ्यूको पनि मनोरञ्जन लिएर चाहिँ आफूलाई चाहिँ एउटा माइन्ड फ्रेस गर्ने पनि काम हुन्छ। ल हर्न बजाउनु, ब्रेकमै खुट्टा राख्ने होइन। ओह्रालो छ धेरै, बिस्तारै नातिर जोस् आफ्नै लेनमा है। अनि अर्को कुरा चाहिँ हामीले के ध्यान दिनु पर्यो भने जहिले पनि हामीले अब जस्तै अलि अगाडि नै रोक्नु छ मानौँ, अब जहाँ राइट साइड होस् या लेफ्ट साइड होस् रोक्नु छ भनेपछि हामीले जहिले पनि 150 मिटर अगाडिदेखि नै हामीले लाइट चाहिँ बाल्दै आउनु पर्यो। साइड लाइट बाल्दै आयो भने के हुन्छ भने हामीलाई चाहिँ नलेज, उनीहरू पछाडि आउने गाडीहरूलाई चाहिँ के थाहा हुन्छ भने यो गाडी चाहिँ यता साइडमा जाँदैछ भनेर उनीहरूलाई पहिल्यै जानकारी हुन्छ। भ्यू हेर्नु होला, यस्तो दामी छ। ल ब्रेक युज गर्दै जानु पहिला। ल यस्तो दामी भ्यू छ यतातिर रोड टेस्टमा आउनलाई। म चाहिँ ललितपुरको वान अफ द बेस्ट प्लेस भन्छु है यो चाहिँ, वान अफ द ब्युटिज। ल स्लो गर्ने। अब हामीले जहिले पनि साइडमा रोक्नु छ भने पहिला सुरु साइड लाइट बाल्ने, बिस्तारै जाने नातिर। हिँड्नु बिस्तारै। ल क्लच फुलिनु, ब्रेक हान्नु। ल अब हामीले चाहिँ अर्को कुरा चाहिँ के थाहा पाउनु पर्यो भने जस्तै अब अगाडिमा मानव अगाडि गाडी छ, हाम्रो पछाडि गाडी छ भनेपछि हामीले यस्तो अवस्थामा पनि गाडी कसरी उठाउनु पर्छ भन्ने कुरा पनि नलेज हुनु पर्यो होइन। त्यसको लागि चाहिँ हामीले के कुरा चाहिँ याद गर्नु पर्यो भने जस्तै अब नर्मल टाइपको धेरै उकालो छैन, जस नर्मल टाइपको उकालो छ भने त्यसको लागि चाहिँ हामीले के गर्नु पर्यो, सबभन्दा अगाडि चाहिँ पहिला चाहिँ यो ब्रेक युज गरिरहने होइन। ब्रेक युज गरिसकेपछि चाहिँ अब हामीले चाहिँ पहिलाचोटि के गर्छौँ, क्लच चाहिँ छोड्छौँ। क्लच चाहिँ क्लच छोड्दै जाने, गाडी भाइब्रेट गऱ्यो यत्तिकै हटाउनु। अब ब्रेक छोड्दै जानु, ब्रेक पुरै छोड्नु भयो। अब यत्तिकै क्लचमा एस्केलेटर दिनु, थोरै एस्केलेटर दिँदै जानु, एस्केलेटर थप्नु यति क्लचमा। अब यसरी हाम्रो गाडी अगाडि सर्यो क्या, यसरी हाम्रो गाडी अगाडि बढाउन सक्यो। पहिला ब्रेक लिने अनि क्लच छोड्दै जाने, जबसम्म गाडीको भाइब्रेसन आउँदैन, गाडी थर्किँदैन तबसम्म क्लच उठाइरहनु। जब त्यो गाडीको चाहिँ भाइब्रेसन आउँछ क्लचमा अनि हामीले चाहिँ क्लच त्यहीँ होल्ड गरिदिने। क्लच होल्ड गरिदिइसकेपछि चाहिँ अनि ब्रेक छोड्ने, बुझ्नुभयो नि। ब्रेक छोडिसकेपछि त गाडी जोस् गुड्न थाल्छ, त्यो अवस्थामा त्यही क्लच होल्ड गर्दा थोरै एस्केलेटर दिइदियो भने गाडी चढ्छ है त। त्यो कुरा चाहिँ याद गर्नु पर्यो। अब यही हो, अब अहिले नै त
अनि यो तपाईँले ब्लाइन्ड एरियामा पनि एकदम स्लो चलाउनु पर्यो है। ब्लाइन्ड एरियामा थाहा हुँदैन कि के कुरा आइरहेको छ भनेर ब्लाइन्ड एरियामा एकदम स्लो चलाउने, अगाडि गाडीहरू छ कि छैन त्यो हेर्ने, मान्छे छ कि छैन त्यो हेर्ने, हरेक कुराको ध्यान दिने। अनि अब चाहिँ हामीले अर्को कुरा के याद राख्नु पऱ्यो भने थोरै रेस्ट दिनु, मतिर काट्दै आउनु। अब ठाडो उकालोमा चाहिँ कसरी उठाउने उकालो भनेर त्यो पनि थाहा पाउनु पऱ्यो नि त होइन। त्यो त अघि मैले सिकाएको चाहिँ नर्मल जोस् उकालोमा अब लेफ्ट साइडको साइड लाइट बाल्नु, मतिर थोरै काट्नु। अब यो ट्याक्क हाम्रो चाहिँ लेफ्ट साइडको कुनाले चाहिँ गाडीको कुना पहेँलो लाइन लगो धेरै बाहिर पनि जानु पऱ्यो, नजिक हुनु पऱ्यो। ल यतै राख्नु, क्लच फुल ब्रेक गुड। अब रोक्ने एकछिन म भन्छु। अनि अब जस्तै अब यहाँ चाहिँ अब ठाडो उकालो छ, यस्तो अवस्थामा चाहिँ अघिको त्यो जुन तरिका मैले सिकाएँ नि तपाईँलाई, त्यो तरिकाले अलिकति इम्पोसिबल हुन्छ भएर सिकिरहेकोलाई जे होस् बिगिनरहरूलाई। अब चाहिँ हामीले चाहिँ के गरेर युज गर्छौँ भने ह्यान्ड ब्रेक। अब सबभन्दा अगाडि चाहिँ तपाईँले ह्यान्ड ब्रेक युज गर्नु पऱ्यो है, ह्यान्ड ब्रेक तान्नु हो। त्यसपछि चाहिँ ब्रेकलाई एकदम स्लोली छोड्ने, ब्रेक चाहिँ वात्त छोड्नु भएन, बिस्तारै ब्रेक छोड्नु हो। अब सबभन्दा अगाडि चाहिँ हामीले के गर्छौँ, एस्केलेटर थोरै एस्केलेटर दिन्छौँ पहिला, जो स्वा टाइपको आउँछ क्या साउन्ड आयो। अब बिस्तारै क्लच छोड्ने हामीले, गाडी भाइब्रेसन गर्छ हेर्नु है, सुन्नु थर्क्यो गऱ्यो नि होइन भाइब्रेसन। अब यो क्लचलाई यत्तिको हटाउने है। अब थोरै एस्केलेटर थप्नु, एस्केलेटर थप्ने, ल ह्यान्ड ब्रेक जानु पुरै हो। यसरी गाडीको उठ्छ। यो टेक्निक फलो गर्नुभयो भने तपाईँलाई चाहिँ उकालोमा एकदम सजिलो हुन्छ है। ल आजलाई यति नै। सबैजनालाई भिडियो मनपर्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अब फेरि पनि हामीहरू अर्को नयाँ भिडियोमा आउनेछौँ। त्यतिको लागि चाहिँ धेरै धेरै धन्यवाद हाम्रो भिडियो हेरिदिनु भएकोमा।